सबैजनालाई मेरो नमस्कार। म चाहिँ आज के भन्न आएको भने सबैजनाले चाहिँ सबैजनाको धेरै जसो क्वेसनहरू के छ भन्दाखेरि चाहिँ दुबईमा कति स्यालेरी हुन्छ हाम्रो यो हेयर ड्रेसरको फिल्डमा भनेर। म चाहिँ आज त्यसको बारेमा कुरा गर्न आएको। तपाईँको स्किलमा, तपाईँको ट्यालेन्टमा डिपेन्ड पर्छ कतिको स्यालेरी तपाईँ यहाँ एक्सपेक्ट गर्न सक्नुहुन्छ। तपाईँको ट्यालेन्ट राम्रो छ भनेपछि तपाईँले राम्रो स्यालेरी पाउन सक्नुहुन्छ। अब तपाईँको कस्तो छ भन्दाखेरि अब हाम्रो थिङ्किङ कस्तो हुन्छ, हामीले चाहिँ यहाँ दामी सलुनमा काम गऱ्यो अनि त्यहाँको सर्टिफिकेट लिएर विदेश गयो भने हामीले राम्रो काम पाउँछ भन्ने हाम्रो थिङ्किङ हुन्छ क्या। त्यही भएर चाहिँ यस्तो कहिले नसोच्दा पनि हुन्छ। गर्छ भन्दाखेरि अब क्लासहरू गइदिन्न, यदि नेपालमा जोइन गऱ्यो भने क्लासहरू गइदिन्न होइन। अब रेगुलर क्लासहरू जाँदैन, आदि काम सिक्या हुन्छ। अब कस्तो हुन्छ भन्दाखेरि एउटा हेयर कट गर्न सिक्या हुन्छ, उसले भन्छ कि मलाई हेयर कट गर्न आयो, अब म सबै काम गर्न सक्छु, अब भनेको जस्तो हेयर कट गर्न सक्छु भन्ने उसले सोचेको हुन्छ। त्यस्तो चाहिँ छैन। यहाँ सोच्छ कि अब हाम्रो सर्टिफिकेट आउँछ अनि सर्टिफिकेट लिएर विदेश जाने अनि विदेश गएर चाहिँ राम्रो जब पाउँछौँ भन्ने चाहिँ उनीहरूको थिङ्किङ हुन्छ। तर त्यस्तो नसोच्दा पनि हुन्छ। यहाँ तर सर्टिफिकेटले यहाँ केही काम गर्दैन। मेन कुरा चाहिँ तपाईँको कस्तो स्किल छ, तपाईँकोमा कति ट्यालेन्ट छ भनेर चाहिँ यहाँ चाहिँ उनीहरूले चाहिँ तपाईँको कामहरू हेर्छ। अब यहाँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ यहाँ तपाईँ यदि दुबई आउनुभयो अनि उनीहरूले चाहिँ तपाईँको कामहरू हेर्छ। पहिला ट्रेनिङ लिन्छ तपाईँको, कसैले 2 दिन लिएला, कसैले 3 दिन, कसैले 4 दिन, 5 दिन होइन। अब आफ्नो सलुनको रुल्स हुन्छ यहाँ। अनि पहिला सुरुमा उनीहरूले अब तपाईँ यहाँ आएर तपाईँले आफ्नो सर्टिफिकेट उनीहरूलाई सो गर्नुभयो भने उनीहरूले तपाईँको सर्टिफिकेट हेर्दैन, तपाईँको काम हेर्छ। त्यही भएर उनीहरूले 2-3 दिन ट्रायल लिनुको कारण चाहिँ तपाईँले कतिसम्म काम गर्न सक्छ, कस्तो काम गर्न सक्छ भनेर चाहिँ तपाईँको काम हेर्ने हो तिनीहरूले। त्यही काम बापत उनीहरूले चाहिँ तपाईँको स्यालेरी फिक्स गर्छ। अब तपाईँले चाहिँ बबाल काम गरिदिनु भयो है, त्यो 2-3 दिनमा भनेको जस्तो, अब कस्टमरले भनेको जस्तो काम दिनुभयो कस्टमरलाई, कस्टमर सेटिस्फाई भयो, सबै कस्टमरहरू राम्रो सेटिस्फाई गराउनु भयो 2-3 दिनमा भनेपछि चाहिँ त्यो बेला तँलाई स्यालेरी म यति दिन्छु, यति भिजा दिन्छु, बस्न दिन्छु, खाना दिन्छु होइन, त्यो बेला भन्छ है। अब तपाईँले चाहिँ 3 दिनमा कामै राम्रो गर्नु भएन भने चाहिँ त्यो बेला चाहिँ साउले नै भन्छ कि म राख्दैन तँलाई, यसरी भनिदिन्छ। त्यही भएर मेन यसमा के तपाईँले फोकस गर्नु भने काम चाहिँ यदि बाहिर आउनु छ भने चाहिँ काम चाहिँ राम्रोसँग सिकेर आउनु है। किनकि मैले भोगेको कुरा हो नि त, मैले पनि अब यस्तै हो, सिकेरै आएको, त्यही पनि अब यहाँ आयो भने अलि गाह्रै हुँदो रहेछ होइन। मेन कुरा चाहिँ फुल्ली 100% नसिके पनि 60-70% काम सिकेर चाहिँ आउनै पर्छ। त्यही भएर चाहिँ काम अब त्यो चाहिँ हजुरको लागि हो, हजुरको फाइदाको लागि हो, मेरो फाइदा होइन। तपाईँले काम राम्रोसँग सिक्यो भनेपछि त्यो तपाईँलाई नै राम्रो, तपाईँले राम्रो पैसा कमाउनुहुन्छ, राम्रो स्यालेरी एक्सपेक्ट गर्नुहुन्छ होइन।